सबैलाई नमस्कार। यति बेला म तपाईँहरूसँगै छु। मसँग एउटा हातमा किताब छ, बखान भन्ने उपन्यास। आज म यही उपन्यासको बारेमा घुम्ने किताबमा छलफल गर्छु। साथीहरू धेरैले यो किताब पढिसक्नु भएको छ होला भन्ने मैले अनुमान पनि गरिरहेको छु। यदि पढ्नुभएको छैन भने पढ्नुहोला। सम्भवतः हामीले नेपालको राजनीतिक इतिहासको कुरा, नेपालको यो सहकारी आन्दोलनको कुरा, सहकारी अभियन्ता बखान सिंह गुरुङको बारेमा आज बखान गर्छौँ हामीले। खास गरी यो उपन्यास हो, तर मलाई बखानको यो बायोग्राफी जस्तै लाग्छ। तर बायोग्राफी भन्दा अलिकति भिन्न कुरा, औपन्यासिक कुराहरू पनि जोडिएको कारणले गर्दा यो उपन्यास हुन पुग्यो जस्तो मैले अनुभव गर्छु। यो बसन्त पराजुलीले आफ्नो लामो समयको खोज, अध्ययन, अनुसन्धानबाट यो पुस्तक लेखेका हुन्। मलाई लाग्छ उनी पत्रकार हुन्। पत्रकारिता पनि हतारको साहित्य हो। त्यसकारणले उनले कहीँ कतै हतार गरिएको जस्तो पनि लाग्छ। तैपनि मलाई के लाग्छ भने यो बखान उपन्यास पढिरहँदाखेरि बखान सिंहका नालीबेली सबै कुरा पढ्न पाइन्छ। हामीले यो सहकारी अभियानको कुरा गर्दा 2013 साल चैत्र 20 गते नेपालमा पहिलोचोटि सहकारी खुल्यो। त्यो बखान सहकारी थियो। अहिले पनि हामी त्यहाँ गयौँ भने चितवन, शारदा नगर, त्यसलाई गुन्जनगर पनि भनिन्छ, त्यसलाई बखानपुर पनि भनिन्थ्यो कुनै बेला। त्यही बखान सिंह गुरुङको नाममा राखिएको यो सहकारी, अनि त्यही ठाउँको नाम पनि बखानपुर थियो। त्यो एउटा इतिहास थियो। तर अहिले हामी शारदा नगर भनेर भन्छौँ। त्यो त्यहाँको वडा नम्बर 19 को वडा कार्यालय नजिकै यो बखान सहकारी आज पनि छ। खास गरेर यो सहकारीलाई हेर्दाखेरि अहिले त्यहाँ त्यो सहकारीले तोरीको तेल बेच्ने, त्यसपछि गएर विभिन्न किसानहरूलाई विशेष गरेर मल खाद बेच्ने, उपकरणहरू बेच्ने काम गर्छ। त्यो त एउटा अहिलेको पाटो भयो। तर बखान सिंह को थिए भन्ने कुराको नालीबेली पढ्नको लागि यो उपन्यास हामीले पढ्नै पर्छ। बखान सिंह खास गरेर तनहुँमा जन्मिएका एउटा सामान्य परिवारका मानिस थिए। अब बखान सिंह गुरुङ नेपाली सेना, तत्कालीन शाही सेना भनौँ, त्यो सेनामा भर्ती भएका थिए। त्यो भर्ती हुँदाखेरि उनी पछि क्याप्टेनसम्म भए। र हामीले बखान सिंहलाई कसरी बुझ्ने भन्दा बखान सिंह नेपालको प्रजातान्त्रिक आन्दोलन अर्थात् 2007 सालको आन्दोलनमा उनले आफ्नो जेठो छोरा गुमाए। त्यो जेठो छोरो त्यो शहादत प्राप्त गर्यो प्रजातन्त्र प्राप्तिको लागि। र प्रजातन्त्र त नेपालमा आयो, तर प्रजातन्त्र आइसकेपछि पनि नेपालको प्रजातान्त्रिक आन्दोलन राम्रोसँग बढ्न नसकेको कुरा, नेपालको राजनीतिले सिधा धर्को काट्न नसकेको कुरा, राजनीतिमा पनि विभिन्न बाङ्गाटिङ्गा कुरा हुन्छन् भन्ने कुरा यो पुस्तक पढेपछि लाग्छ। कहिले मलाई कस्तो लाग्यो भने यो किताब मैले बखानको बारेमा पढिरहेछु या नेपालको राजनीतिक आन्दोलनको सिलसिलेवार कथा पढिरहेछु अथवा त्यो घटना परिघटना पढिरहेछु जस्तो पनि मलाई भान हुन्ने कि। त त्यो एउटा अवस्था कस्तो भने उनले पहिलो चरणमा 2007 सालको आन्दोलनमा जेठो छोरा गुमाए। त्यसपछि नेपालमा 2015 सालमा आम चुनाव भयो। त्यो आम चुनावमा यिनी पनि आफू उम्मेदवार बन्न खोजिरहेको थिए चितवनबाट। तर यिनलाई राजनीतिक कोप विभाजन भनौँ, एक किसिमको राजनीतिक चङ्गुलमा फस्न बाध्य बनायो र उनलाई उनको पार्टीले चुनावमा भाग लिन दिएन। तैपनि उनी त्यो पार्टीप्रति प्रतिबद्धै थिए। 2017 साल आयो अथवा 2015 सालमा निर्वाचन भयो। 15 सालमा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार बन्यो। बीपी कोइराला प्रधानमन्त्री बने। लगभग 2 वर्ष सरकार चलिसकेपछि अर्थात् 2017 सालको पुस 1 गते तत्कालीन राजा महेन्द्रले त्यो प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरे। त्यसपछि गएर फेरि पनि त्यति बेलाको काङ्ग्रेस ले सशस्त्र आन्दोलनबाट पञ्चायती व्यवस्था हटाउनु पर्छ भनेर लागिरह्यो भन्ने कुरा हामीले इतिहासको फेरिस्त यहाँ पढ्न पाउँछौँ। र त्यति बेला 17 सालपछि कोही नेताहरू भारत गए निर्वाचनमा, कोही नेपालमा रहेर सशस्त्र क्रान्ति गर्न पर्छ र पञ्चायती व्यवस्थालाई फाल्न पर्छ भने त्यही परिघटनाको सिलसिलामा उनले दोस्रो छोरा पनि गुमाए। लाग्छ यो यति विरक्त लाग्छ कहिलेकाहीँ, यति दुःख लाग्छ कहिलेकाहीँ। नेपालको प्रजातान्त्रिक आन्दोलनको समयमा प्रजातन्त्र प्राप्तिको निम्ति बखान सिंह गुरुङले दुईटा छोरा गुमाए।
7 सालको प्रजातान्त्रिक आन्दोलनमा प्रजातन्त्र प्राप्तिका लागि र 2017 सालपछि फेरि प्रजातन्त्र पुनर्स्थापनाको लागि उनले 2टा छोरा गुमाएको कुरा पढ्दाखेरि मन कति कुडिन्छ। तर तिनै बहान सिंह गुरुङ हुन् जुन 2038 सालको आम चुनाव अर्थात् त्यति बेला राष्ट्रिय पञ्चायतको चुनावमा उनी आफै फेरि पञ्चायतलाई समर्थन गर्दै राष्ट्रिय पञ्चायतको सदस्य बने, चितवनबाट निर्वाचित भए। 2039-40 उनी लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा पनि उनी भूमि सुधार मन्त्री पनि भए, कानुन मन्त्री पनि भए। मैले यहाँनिर तपाईहरुलाई भन्न खोजेको कुरा के भने 2007 सालको प्रजातान्त्रिक आन्दोलनको लागि जेठो छोरा गुमाए। 2017 साल 18 सालमा आउँदाखेरि उनले पञ्चायतको अपदस्थ गर्नका निम्ति लोकतान्त्रिक आन्दोलनबाट प्राप्त गर्नका निम्ति शहादत भएका आफ्नो छोरालाई सम्झिँदै फेरि दोस्रो प्रजातन्त्रको पुनर्स्थापनाका निम्ति आफ्नो छोरोलाई गुमाए। यसो हेर्दाखेरि पञ्चायतका निम्ति यिनले त्यति सङ्घर्ष गरे। अनि त्यति मात्र होइन, यिनलाई तत्कालीन राजा महेन्द्रले अथवा त्यो बेलाको व्यवस्थाले यिनलाई सर्वस्व हरणसहित देश निकाला गर्यो र यिनी भारतमा प्रवासमा भारतमा गएर बसे, आफ्नो परिवार लए, आफू गए, आफ्ना साथीभाइ लए र त्यति गरेर दुःख कष्ट हुँदा पनि उनले नेपालमा प्रजातन्त्र चाहिन्छ भनेर लुकीछिपी फेरि नेपालमा राजनीति गर्न आउनी। निर्वासित भए पनि भारतको नजिकै बसेको कारणले, नेपालको नजिक बसेको कारणले चितवनको सौरा, चितवनको यो बहानपुरमा उनी आएर राजनीति गर्थे भन्ने कुरा हामीले इतिहास यो कुरा बुझिन्छ। मलाई लाग्छ यो किताब पढ्दाखेरि नेपालको राजनीतिक सेरोफेरो, अहिलेको नेपालको राजनीतिक तरलताको कुरा हेर्दाखेरि के लाग्छ भने नेपालको राजनीति आज मात्रै गिजुलीको रहेनछ, नेपालको राजनीति आज मात्रै बिग्रिरहेछ। 2007 साल पछाडिको निरन्तरता हेर्दाखेरि त्यो प्रजातन्त्र प्राप्ति भएको कुरा, त्यसपछि गएर केही समय गन्जागोल भएको अवस्था, 2015 सालमा आम चुनाव भएको, त्यसपछि पञ्चायती 30 वर्ष शासन, त्यही पञ्चायतमा पनि 5 वर्षसम्म स्थायी सरकार नभएको कारण, 5 वर्षसम्म स्थायी सरकार नचलेको कारण, विभिन्न कालखण्डमा त्यहाँ लडाइँ भएको, झगडा भएको कुरा हेर्दा यतातिर आउँदा 2046 सालको आन्दोलन सफल भएपछि फेरि पुनः प्रजातन्त्र आयो। त्यो प्रजातन्त्र आएको 30-35 वर्ष हुँदासम्म पनि लोकतन्त्र आइसकेको कुरा, प्रजातन्त्र आएको कुरा, गणतन्त्र आएको कुरामा अहिलेसम्म आउँदाखेरि पनि त्यो स्थायित्व कहीँ पनि देखिन्न। मलाई के लाग्छ भने भुवी शेरचनले भने चाहिँ हामी कतै क्यारम बोर्डका गोटी भयौँ, स्ट्राइकर अर्कै छ कि जस्तो लाग्छ कि यो कुरा पढिरहँदाखेरि, यो बहान उपन्यास पढिरहँदाखेरि त्यस्तो लाग्छ। बहान उपन्यासमा राजनीति मात्रै छैन, यहाँ पर्यावरणीय चेतनाको कुरा पनि छ, राष्ट्रिय निकुञ्ज बन्दाको कुरा, राष्ट्रिय निकुञ्जको छेउछाउमा बफर जोनमा बसेका मान्छेहरूलाई बाघ, भालु, चितुवा, गैंडाले, हात्तीले दुःख दिएको कुरा र वन्यजन्तुको कुरा सँगै पर्यावरणलाई कसरी संरक्षण राख्ने भन्ने त्यो चेतको कुरा पनि बहान सिंहमा छ। अनि राजा महेन्द्रले राष्ट्रिय निकुञ्ज हुनुभन्दा अगाडि त्यहाँ शिकार आरक्षको रूपमा रहेको, शिकार खेल्न आएको, विदेशीहरू नेपालमा आएर शिकार खेलेको, विभिन्न किसिमका जनावरहरूलाई उनीहरूले शिकार गर्दाखेरि मारेको, यो कुरा गर्दाखेरि नेपालमा एक किसिमको शिकार गर्ने क्षेत्र मात्रै रहेको जस्तो पनि देखिन्छ। यसले गर्दाखेरि हाम्रो जीव जनावरलाई संरक्षण गर्नुपर्छ भनेर राजा महेन्द्रको पालामा राष्ट्रिय निकुञ्ज खोलिएको कुरा पनि यो किताबमा पढ्न पाइन्छ। र मलाई लाग्छ सहकारीको बारेमा त सोलो गोलो रूपमा पढ्न सकिन्छ। सहकारी किन खोल्ने, सहकारी किन चाहिन्छ, बहान सहकारी खुल्दाखेरिको अवस्था कस्तो थियो, खास गरेर तनहुँमा जन्मेका बहान सिंहले राप्ती दुन क्षेत्र अथवा राप्ती विकास क्षेत्रको रूपमा जब त्यो नारायणघाट चितवनमा आइसके, त्यो क्षेत्रमा आएर ठुलो बस्ती विकास गरे। उनले त्यहाँ आफ्नो गाउँका ठाउँका मान्छेहरू ल्याए, गोर्खाका मान्छे ल्याए, तनहुँका मान्छे ल्याए, विभिन्न ठाउँका मान्छेलाई ल्याएर त्यो सुकुम्बासी जग्गा जङ्गल फाँडेर मान्छेहरूलाई बास बस्न लगाए, राप्ती किनारमा राखे। त्यो राप्ती दुन क्षेत्रको विकासका निम्ति गरेको एउटा अभ्यास र उनकै नाममा राखिएको बहानपुर भन्ने गाउँै थियो। तर पञ्चायती शासकले जब तिनलाई राजकाजको मुद्दा लगायो, देश निकाला गर्यो, सर्वस्व हरण गर्यो, उनका भएका श्री सम्पत्ति पनि गुम्यो। त्यति मात्रै होइन, उनको जेठो छोरोतिरको नाति पनि तराईमा आउँदाखेरि जब जेठो छोरो गुम्यो, शहीद भयो, अनि जेठी बुहारी बस्न मानिनन् गाउँमा बस्न नमानेपछि
अब बाँसको खोजी गर्दै 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 त्यो तराईमा चितवनमा आएको, राप्ती किनारमा बाँस बसेको, त्यहाँ एउटा सानो कटेरो बनाइदिएको बुहारीलाई त्यही बस्दा बस्दा औलो लाएर कालोज्वरो आएर त्यो नाति पनि फेरि मर्यो 11 वर्षको उमेरमा। त्यो कथा पढ्दाखेरि एकदम धरक्क आँसु आउँछ, कहिले कहिले मन भक्कानिएर आउँछ, कतै कतै एकदम रुन मन लाग्छ। अब उनको 2टा श्रीमती थिए, एउटा विष्णु कुमारी एउटा मन कुमारी थिए, 2टा थिए। अब कान्छी चाहिँ पहिलो पटक बितिन्, जेठी चाहिँ पछि बितिन्। अब त्यतातिरको कुरालाई एउटा त्यति बेला तत्कालीन समयमा 2टा 3टा बिहाने चलन थियो होला अथवा के थियो, यो अब राम्रो चलन त होइन। अब तर पनि उनको 2टा श्रीमती थिए। अनि जेठी श्रीमतीले कहिले कहिले बहान सिंह वैराग्य जस्तो हुँदा, अलि पीर मानेको कुरा, उदास हुँदा, उराठ मन लिएर नैराश्य भएर बोलिरहँदाखेरि, छोरा गुमाउनुको पीडाले वैराग्यपन आइरहँदाखेरि उनकी श्रीमती जेठी श्रीमतीले भनेको एउटा वाक्य खुब राम्रो लाग्छ कि त्यहाँनिर, किन दुःख मान्छौ बुढा, किन चिन्ता मान्छौ तिमीले, हाम्रो छोरा कुनै भिरबाट लोटेको होइन, हाम्रो छोराहरू यो देशको लागि शहीद भएका हुन्, देशको लागि बलिदान दिएका हुन्, हामीले किन पीर मान्न पर्छ, यो राज्यका निम्ति, प्रजातन्त्र लोकतन्त्रको लागि निम्ति हाम्रा छोराहरूले दिएको बलिदानप्रति हामीले गौरव गर्नुपर्छ, त्यो शहादतप्रति हामी सम्मान प्रकट गर्नुपर्छ। त्यो कुराले के गर्छ, बहान सिंह मात्र होइन उनको परिवारै राजनीतिक परिवार रहेछ, राजनीतिक चेतले ओतप्रोत रहेछ भन्ने कुरा पनि लाग्छ हामीलाई। मलाई सबैभन्दा खड्केको कुरा के हो भने, जब पञ्चायत ढाल्न पर्छ, पञ्चायती व्यवस्था आवश्यक छैन भनेर भूमिगत रूपमा काम गर्ने, त्यही सरकारले उनको सर्वस्व कुरा हरण गर्ने, पछि त आम माफी दिएर उनीहरू फर्के। र त्यही पछि उनका साथीहरूले, धेरै साथीहरूले पञ्चायतमा किन जान्छौ, तिमी नजाऊ, घरका मान्छेहरूले पञ्चायतमा किन जान्छौ, त्यही सरकारले आफ्नो छोरा खाइदियो, त्यही छोराले बलिदान दिन पर्यो, अनि त्यही पञ्चायतमा तिमी टाउको घुसारेर किन जान्छौ, नजाऊ भन्दा पनि उनी 84 वर्षको उमेरमा उनी पञ्चायत व्यवस्थालाई मानेर राष्ट्रिय पञ्चायत सदस्य भएका छन्। त्यसपछि उनी मन्त्री पनि भए 2 कार्यकालमा। यिनको 40 सालमा उनको मृत्यु भयो। मलाई लाग्छ कहिलेकाहीँ मानिसहरूले राजनीतिलाई एकदम गहन तरिकाले बुझेका हुन्छन्, व्याख्या विश्लेषण गरेका हुन्छन्, एउटा परिवेश हुँदो रहेछ। अनि त्यही व्यवस्थाप्रति फेरि कहिले मान्छे यति लोयल भएर, यति मधुर रूपमा त्यसलाई सकारेर स्वीकार गरेर जाँदा रहेछन्। मैले कहिले कहिले राजनीतिमा भन्ने गर्छु, मानिसहरू पनि हिलामा गाडेका लौरा जस्ता हुँदा रहेछन्। अनि घाम नलागुन्जेलसम्म त्यो लौरो हिलोमा ढल्किरहन्छ, घाम लागेपछि हिलो कसिँदै जान्छ, लौरो उड्दै जान्छ, घाम फेरि डुब्न थाल्छ, लौरो फेरि ढल्छ। हामी यस्तो खालको चरित्रमा बाँच्न हुन्न कि भने जस्तो लाग्छ। अब त्यो समय, त्यो परिवेश, त्यो लालसा थियो वा उनको त्यो बाध्यता थियो, उनको त्यो अथवा त्यो चरम अवसरवाद थियो। अब त्यसको व्याख्या विश्लेषण त समयले गर्ला भन्ने लाग्छ। मैले व्याख्या विश्लेषण गरिहाल्न पर्छ जस्तो लाग्दैन। तर बसन्तले यति राम्रो खोज अध्ययन अनुसन्धान गरेका छन्, उनको नाली बेली पत्ता लाएर यो किताब लेखेका छन्। खास गरेर यो किताब लेख्नलाई उनको नाति, उनको छोरा पनि बितिसके, पछि नातिले हजुरबाको त्यो एक किसिमको क्रिया गरिसकेको बेलामा त्यो उनले भेटेको एउटा डायरीमा जे कुरा लेखिएको थियो, त्यो बहान सिंहले आफ्नो जीवनको कथा त्यही डायरीमा लेखेछन्। त्यो डायरीमा लेखेकाले त्यही डायरीको आधार मानेर नातिलाई एउटा प्रिफेस दिएर यो एउटा उपन्यास लेखिएको छ। मलाई लाग्छ यसले के पनि सन्देश दिन्छ भने, हामीले जस्तो रूपमा जे काम गरिरहेका छौँ, कमसेकम दैनिक रूपमा डायरी लेख्ने चलन, त्यो विषय घटनासँग जोडिएर लेखिएको विभिन्न किसिमका परिवेशको डायरीहरू लेख्ने कारणले त्यो इतिहास बन्दो रहेछ र पछिल्लो पुस्तालाई त्यसले राम्रो सूचना दिने रहेछ, अथवा एउटा सूचनाको भण्डार हुँदो रहेछ। यदि त्यो बहान सिंहले आफ्ना कुरा डायरीमा नलेखेको भए आज बहान उपन्यास कसरी आउन सक्थ्यो होला। औपन्यासिकता विभिन्न किसिमका कोणहरू, विभिन्न पक्ष विपक्ष जोडेर मान्छेले भनेका कुराहरू आउन सक्थे होलान्, तर उनका खास गुदी कुरो आउनलाई गाह्रो हुन्थ्यो। खालि शब्द जोडेर मात्रै, अक्षरहरूलाई जोडेर मात्रै, वाक्यहरू र संरचना बनाउँदैमा उपन्यास त हुँदैन थियो।
एउटा खास कुरा त हुन सक्दैन। त्यसकारणले मैले शब्द अक्षरहरू जोडेर मात्र होइन, त्यसमा भएका यथार्थ कुराहरूलाई औपन्यासिकतामा जोडिएको छ। मैले यो अनुभव गर्छु। यो पुस्तक पढिरहँदाखेरि धर्मसँग पनि बखानको कुरा आउँछ। उनी देवघाट घुम्न आउँदाखेरि कसरी देवघाटको विकास भयो, देवघाटमा मान्छे किन आउने, कल्पवास किन बस्ने मान्छेहरू, हैन, जीवनमा वैराग्यता प्राप्त हुन थालेपछि यहाँ आउने भन्ने कुरा पनि गरेका छन् तिनले। त्यहाँ आउँदाखेरि के गर्ने त, कसरी बस्ने त, खास चाहिँ आदिवासी जनजातिहरू त विशेष गरी यस्ता कुरामा बढी जोड दिन्नन् भन्ने उनको प्रश्न छ। यहाँ बाहुन क्षेत्रीहरू मात्रै धेरै धर्मकर्ममा लाग्ने, उनीहरै यहाँ कल्पवासमा आउने, यहाँ बस्ने होला भनेर उनले त्यहाँको गुरुलाई प्रश्न पनि गरिरहेछन् कि। तर त्यसो होइन, यहाँ आएपछि मान्छेको वैराग्यता आएपछि सबै घरद्वार सबै छोडेर यहाँ आएर बस्न सक्छन्। यो जातभात, धनी गरिब, कुनै वर्ग लिङ्ग वर्णले यसलाई फरक पार्दैन भन्ने कुरा पनि यहाँ कुरा लेखिएको छ। मलाई लाग्छ एउटा सुझबुझपूर्ण मान्छे बखान सिंह गुरुङ थिए भन्ने लाग्छ। उनका गल्ती कमजोरीलाई केलाइरहनुभन्दा उनले जीवनमा जे राम्रा काम गरे, एउटा सहकारी आन्दोलनको सुरुवात गरे, जनताहरूलाई त्यो सहकारी किन खोलेको थियो भने त्यति बेला पहाडबाट मान्छे आएको, जग्गा त पाएको, तर जग्गा जोत्ने पनि पैसा छैन, मल किन्ने पैसा पनि छैन। त्यस्तो विषम परिस्थितिमा सबै मान्छेको 10 रुपियाँ भए पनि उठाएर पैसा जम्मा गरौँ, त्यहाँ आगो जम्मा भएको पैसा लैजाऊँ, ऋण स्वरूप लैजाऊँ, त्यसपछि गएर हामीले खनजोत गर्नलाई त्यही पैसा प्रयोग गरौँ, अन्न बाली लगाउनको लागि बिउ किन्ने यही पैसाले गरौँ, मल यसैले किनौँ भनेर त्यो एउटा साझा भावनाका साथ खोलिएको सहकारी बखान सहकारी आज पनि हामीले हेर्न सक्छौँ। त्यो एउटा हामी विशेष गरेर बौद्धिस्ट मान्छेहरू लुम्बिनी आए चाहिँ मक्का मदिनामा हेर्न विशेष गरेर मुस्लिम समुदायका मानिसहरू गए चाहिँ, हिन्दू मानिसहरू चारधाम गए चाहिँ सहकारीमा लागेको मान्छेको साँच्चै धाम हो भन्ने हो भने बखान सहकारी अहिले हामीले त्यसलाई धाम मान्न सक्छौँ, एउटा केन्द्र मान्न सक्छौँ र त्यसलाई विकास गरेर जाने। नेपालमा अहिले लगभग 30,000 सहकारी छन्। त्यो सहकारी हेर्दाखेरि सहकारीको जननी रूपमा, त्यो अभियन्ताको रूपमा बखान सिंहलाई मान्न सकिन्छ। यो उपन्यासले मलाई मन छोयो, अब तपाईँलाई पनि छुन्छ भन्ने लाग्छ। हस्त, धन्यवाद, नमस्कार।